साथीहरू नमस्कार। म चाहिँ एउटा कुरा भन्न गइरहेछु। जस्तै मलाई लागेको कुरा म तपाईहरुसँग सेयर गर्न गइरहेछु। कुरा के हो भने अहिले नेपालमा राजनीतिक कुरा गर्दाखेरि सबै हामी जस्तो युवाहरू सबै फ्रस्ट्रेसन भइसकेको छौँ। किनभने हामीहरूले सोचे जस्तो नेपालमा केही पनि छैन। व्यापार व्यवसाय पनि नेपालमा धराशाय रूपमै छ र हामी वैदेशिक रोजगारको शिकारमा पर्छौँ। विदेश नगई उपाय छैन। नेपालमा गर्छु भनेर ठुलो कुरा गरिन्छ। उता विदेशमा बस्दा पनि धेरै प्लानिङहरू गरिन्छ। नेपालमा गएर यो गर्ने त्यो गर्ने नेपाल आयो यसो 50-60 हजार हुन्छ। हामी खाडी मुलुक जानेहरूको नेपाल आउँदाखेरि छुट्टीमा आउँदा या त फिनिस आउँदा हुने पैसा त्यति नै हो। 50-60 हजार, 1 लाख 1.5 लाखसम्म होला। यहीँ छ। अनि आएपछि साथीभाइहरू भेट हुन्छ, आफन्त आफ्नो मान्छेहरू भेट हुन्छन्। उहाँहरूसँग समय बित्दै जाँदाखेरि त्यो समय गएको पनि पत्तो पनि पाइँदैन। अनि त्यो 1.5 लाख रुपियाँ त्यतिकै सकिन्छ र त्यो विदेशमा जुन प्लानिङ गरेको हुन्छ नि त केही पनि हुँदैन। नेपालमा आएपछि सबै स्वाहा हुन्छ अनि फेरि जिरोमा गइन्छ। यहाँ केही गरौँ भने केही नै हुँदैन। विदेश नगए उपाय छैन। राजनीतिक दलहरूको हरकत यस्तै छ साथीभाइ हो। र अब अर्को कुरा चाहिँ मलाई स्पेसली भन्नु मन लागेको कुरा चाहिँ के चाहिँ हो भने साथीभाइ हो, के चाहिँ हो भने अहिले 21औं शताब्दी भन्छन् साथीभाइहरू र म पनि भन्छु 21औं शताब्दीमा हामी नेपाली छौँ। तर हामीले चाहिँ पुरै क्रेडिट 21औं शताब्दीमा चाहिँ हामी छौँ। तर हामी 21औं शताब्दीको मेन्टालिटी बोकेको मान्छे चाहिँ म पनि होइन। किनभने हामीहरू पुरानो विचारधाराकै मान्छेहरू हौँ। 21औं शताब्दीमा त छौँ, हामी पनि बाँचेको छौँ। तर मेन्टालिटी भनेको हाम्रो कति 15-16औं शताब्दीको जस्तो छ। अब 21औं शताब्दीमा त अब प्रविधि र विज्ञानको क्षेत्रमा हेर्नुहुन्छ भने अरू देशहरूले फड्को मारेर कहाँ पुगिरहेछन्। हाम्रो देशमा चाहिँ नेताकै पछाडि हामी छौँ भन्दा पनि हुन्छ। अब नेताको कार्यक्रम रे एउटा नेता आउनु हुँदैन गाउँमा, बजार लाग्छ। अब अहिलेको जमाना भनेको कम्पिटिसनको जमाना हो। केही नगरी केही हुँदैन। काम गर्नुपर्छ 100%। यो कुरामा क्लियर तपाईँ हुँदा हुन्छ। काम नगरिकन केही पनि हुँदैन। कसैले केही गर्दैन। अनि हामी चाहिँ त्यो नेताको भाषण सुन्नु तातो घाममा लाइन लागेर पानी बेगार बस्नुपर्ने। ठिकै छ, उहाँहरूले राम्रो गरिदिनु भएको, उहाँहरूको भाषण सुन्नलाई त बस्दा पनि हुन्थ्यो। तर काम छैन, भाषण मात्रै छ अनि हामी बस्दिनु पर्ने, धेरै सहभागी भइदिनु पर्ने। फेरि बाफ्रे 21औं शताब्दीमा त आफ्नो विचारहरू यो मिडिया मार्फत राख्दा हुन्छ। टेक्नोलोजी धेरै छ। किन हामी त्यो भिडमा जाने? किन नेताले कार्यक्रम राखेर भाषण गरिराख्नु पर्ने आवश्यकता चाहिँ के छ? तपाईको राम्रो विचार यही हाम्रो सूचना प्रविधिद्वारा हैन, यो अब टेक्नोलोजीद्वारा राख्दा पनि भयो त, भएन र? भयो त। अहिले त अब नेपालमा मात्रै होइन, संसारमै प्रविधिको विकास भएको छ। मेरो कुरा सीमित रहेन। मैले यसरी पोस्ट गरेँ भने सबैले सुन्छ। नेताजीहरूले पनि यो किन भाषण नाराबाजी यो दुनिया गरिराख्नु पर्ने? आफ्नो विचारहरू राख्नुस् न। यो मिडिया मार्फत राख्नुस् हैन। मिडियाहरूलाई बोलाएर मिडिया मार्फत राख्नुस्, सामाजिक सञ्जाल मार्फत राख्नुस्। हामी बुझिहाल्छौँ नि। अहिले नपढेको को छ र? एटलिस्ट हामी पढ्यौँ न, हाम्रो बुवाहरू पढ्नु भएन, हाम्रो दिदीहरू पढ्नु भएन। त्यतिखेर समय अलिकति गाह्रै पनि थियो। हजुरहरूलाई त अब हाम्रो लेभलको मान्छेहरूलाई त थाहा छ हैन। अब हामीभन्दा अहिले जुनियर लेभल हाम्रो छोरा नातिहरूलाई त थाहा हुने कुरा भएन। अहिले हामीले उहाँहरूलाई धेरै छुट दिएका छौँ। तर हामीहरूले त त्यो छुट पाएको थिएन नि त। हामीहरूले त एक्लै काम गरेर स्कुल गएर हैन, मिठो मसिनो खाएर गर्नु पर्थ्यो नि त। एक्लै काम त हामी एटलिस्ट गर्थ्यौँ नि त। त्यही कामले गर्दाखेरि अहिले हामी सक्षम छौँ नि त। तर हाम्रो छोरा नातिहरूले त काम पनि लगाएको छैनौँ। खालि पढ मात्रै भनेका छौँ। अब यिनीहरूको फ्युचर चाहिँ के हुने हो?
त्यो चाहिँ अब भगवानै जानुन् पुनर्जन्म है साथी हो। कुरा चाहिँ मेरो यति नै हो। अब यो नेताहरू आउँछन् भाषण सुन्नलाई हामी गइदिनु पर्ने आवश्यकता छैन। यसको चाहिँ विरोधी म है, म स्पेसल म दीपक कार्की रामधुनी 7 निवासी, यसको स्पेसली विरोधी म। किनभने मान्छेसँग समय कम छ, बुझ्नुभयो। केही पाउनलाई केही घुमाउनुपर्छ होइन, केही पाउनलाई समयको सदुपयोग गर्नुपर्छ। तपाईँले त्यो भाषण सुन्न जानलाई एक दिन तपाईँलाई लाग्यो, तपाईँले एक दिन रोजगारी गर्नुभयो भने तपाईँलाई के हुन्छ त थाहा छ? रोजगारी गर्नुभयो भने तपाईँलाई क्यास आउँछ, त्यहाँ गयो भने तपाईँको क्यास खर्च हुन्छ, बेजेत पनि हुन्छ, अर्को बेजेत पनि हुन्छ। कसरी बेजेत हुन्छ भने मासुभातमा बिको भन्छन् अहिले त है, रक्सीमा बिको भन्छन्। नजानुहोस् साथी हो, आफ्नो विचार आफ्नो ठाउँमा छ। अब भोट हाल्ने बेलामा तपाईँको कुरा हो, तपाईँले कसलाई मनपर्छ, तपाईँलाई को ठिक लाग्छ उसलाई हाल्ने। एटलिस्ट तपाईँको एउटा भोटले चोर चाहिँ मान्छे नबनोस् है, नेता चोर नबनोस्। यो कुरा तपाईँले प्रष्ट आफू पहिले प्रष्ट हुनुहोस्। मेरो एक भोटले गर्दाखेरि यो मान्छे बिग्रियो भनेर चाहिँ त्यसको दाग तपाईँ नबोक्नुहोस् है। तपाईँले भोट सोचेर सम्झेर आउने पिँढीलाई मध्यनजर गरेर भोट दिनुहोस् होला। तपाईँले तपाईँको छोरा बिग्रियो भने कस्तो लाग्छ? यो त झन् आमा हो देश त, आमा बिग्रिनु भनेको जतिको खराब कुरा केही पनि होइन। त्यो परिवारै बिथली हुन्छ। अहिले हाम्रो भएको त्यही नै हो साथी हो। जय नेपाल, जय नरेश, जय साथीभाइ।